हेलो गाइजहरू, म बसन्त छेत्री। तपाईँ हेर्दै हुन्छ बसन्त छेत्री ब्लग। आज म तपाईँहरूलाई यस्तो चिज देखाउन गइरहेको छु जुन गाउँघरमा पाइन्छ होइन, गाउँघरको जङ्गलमा पाइन्छ। आज म जङ्गलमा टक्क लाएर च्याउ टिप्न जाँदैछु। के हुन्छ हेरौँ है, च्याउ भेटिन्छ कि नै। यो चाहिँ झोला हो च्याउ राख्ने। म चाहिँ टक्क पछाडि प्लास्टिक पानी आयो भने उड्नुहुन्छ भनेर लिएको छु प्लास्टिक। हेर्न सक्नुहुन्छ, म तपाईँहरूलाई देखाउन गइरहेको छु। साथीहरू, फुल भिडियो हेर्नुको लागि माया गर्नु होला सबैजनाले। म गाउँमा बस्ने मान्छे है, कसले माया गर्छ र मलाई। आज म तपाईँलाई च्याउ देखाउन गइरहेको देख्न सक्नुहुन्छ। यहाँ चाहिँ देखिरहेको चाहिँ यो च्याउ हो, सल्लेउ च्याउ भन्छ यसलाई है। म तपाईँलाई देखाउन गइरहेको यो चाहिँ सल्लेउ च्याउ हो है। यो चाहिँ उम्रिन लागेको अवस्थामा छ, लाएर उम्रिन लागेको अवस्थामा छ। यसभित्र चाहिँ च्याउ हुन्छ। यो भोलि खानको लागि तयार हुन्छ। आज चाहिँ भएको छैन साथीहरू, त्यसैले मैले टिपेन यसलाई। किनभने यहाँ पनि लगाएको छ है च्याउ। यसको नाम चाहिँ सल्लेउ च्याउ है। भोलिको लागि रेडी हुन्छ यो। आज म टिपेन, सानो रहेछ, त्यही भएर मैले यस च्याउलाई टिपेन। किनभने भोलिको लागि यस रेडी हुन्छ, भोलि टिप्नको लागि है। म चाहिँ यता जङ्गलतिर जाँदैछु, अझ पर जाँदैछु। हेर्न सक्नुहुन्छ कति राम्रो ढुङ्गा छ है। एकदम आनन्द छ मौसम चाहिँ। पानी आउन सक्छ, त्यही भएर म चाहिँ झोलामा प्लास्टिकहरू सामानहरू आफूलाई चाहिँ सामान लिएर आएको छु। म चाहिँ कच्छा लाएर टक्क है, अनि कच्छामा टक्क आएको छु। किराले पनि हल्का टोकिरहेको छ, चिटिक्क पारिरहेको छ। म चाहिँ आज तपाईँलाई हाम्रो गाउँघरमा पाइने, हाम्रो जङ्गलमा अर्ग्यानिक पुरा च्याउ देखाउन गइरहेको छु। मैले आज कति टिप्नेछु च्याउ यसमा है, यो पनि देखाउने छु। हेर्दै गर्नु होला मेरो भिडियो। राम्रो लाग्छ भने देख्नुभएको चाहिँ यो चाहिँ सल्लेउ च्याउ हो। एकदम उम्रिरहेको छ, हेर्न सक्नुहुन्छ। कोपिला पारेर ट्याक्क उम्रेको छ। यसलाई म टिप्न जाँदैछु साथीहरू, त्यही भएर ट्याक्क है। यसलाई चाहिँ अब टिपेर घर ल्याएर खाने हो। यहाँ पनि रहेको छ च्याउ, हेर्न सक्नुहुन्छ। यो चाहिँ छाता हो, यसलाई चाहिँ सल्लेउ च्याउ भन्छ है। सल्लेउ च्याउ भन्छ, एकदम मिठो हुन्छ। मैले च्याउ तपाईँलाई देखाइसकेँ, अझै पनि देखाउने छु। म पुरा जङ्गलमा छु, घनघोर जङ्गल छ, एक्लै छु। कोही पनि छैनन् साथीभाइहरू, कोही छैनन्, सबै आफ्नो ठाउँमा छन्। म चाहिँ आफ्नो ठाउँमा छु। म चाहिँ एक्लै जङ्गलमा हिँडिरहेको छु च्याउ टिप्नको लागि। धनी छ एकदम, गाह्रो छ जङ्गलमा हिँड्न पनि है साथीहरू। कसैले माया गरिदिनु न। यहाँ चाहिँ ओहो मस्तै च्याउ छ नि त, हेर्न सक्नुहुन्छ। कोपिला एकदम परेका, यिनी चाहिँ भोलिको लागि रेडी हुन्छ। आज चाहिँ टिप्दिनँ, किनभने साना यो चाहिँ ठिक्कको छ। तपाईँलाई म देखाउन गइरहेको छु है। वाह, कति धेरै है, कति धेरै च्याउ है, उम्रिन लाग्छ। यो चाहिँ प्यालो, दुई थरी हुन्छ, प्यालो र सेतो च्याउ है, सल्लेउ च्याउ। यो चाहिँ प्यालो हो, यो चाहिँ प्यालो च्याउ हो, सल्लेउ च्याउ हो। अनि यो पनि सल्लेउ च्याउ हो। दुई थरी हुन्छ है। एक थरी सेतो हुन्छ, यो यस्तो हुन्छ, यो सेतो हुन्छ। एक थरी प्यालो। यो चाहिँ छाता है, छातामा किरो लाग्छ, त्यही भएर कसैले खासै खाँदैनन्। यहाँ भर्खर उम्रिन लागेको च्याउ हो है साथीहरू। उम्रिन लागेको छ एकदम ट्याक्क लाएर। आज चाहिँ टिप्दिनँ, किनभने सानै छन् च्याउहरू, भोलिको लागि रेडी हुन्छन्। च्याउ चाहिँ छैन खासै, भोलिको लागि त भन्छन् है। यहाँ पनि रहेको छ च्याउ, चाहिँ भर्खरै पुटुके च्याउ है, पुटुके च्याउ देखेको छु। देखाउन सक्छु,
देख्न सक्नुहुन्छ यो चाहिँ माटोमा हुन्छ डल्ला जस्तो हुन्छ है। यहाँको नबिग्रेको चाहिँ सेतो हुन्छ, यसलाई फुटाल्दा हेरौँ है कस्तो छ। यो चाहिँ सेतो छ, यो चाहिँ राम्रो हो, राम्रो छ। नराम्रो चाहिँ फेरि कालो हुन्छ है। यो चाहिँ सेतो हो, यो पुटुके च्याउ भन्छ यसलाई है। माटोमा हुन्छ, यस्तोमा हेर्न सक्नुहुन्छ तपाईँहरूले। पुटुके च्याउ यस्तो हुन्छ, यो उम्रिरहेको छ हल्का हल्का है। टोकेर मैले चाहिँ पुटुके च्याउ राख्नको लागि प्लास्टिक र अर्को सल्लेउ च्याउ राख्नको लागि यो लिएको छु। अनि म एक्लै आएको छु, अरू कोही पनि छैन है, हेर्न सक्नुहुन्छ। म चाहिँ च्याउ खोज्न जाँदैछु, अझै धेरै कता फलेछन् है, टिप्न जाँदैछु। गाईहरू जङ्गल छ, झौडी छ, एक्लै छु, ढुँडी छ है। सबैजनालाई मेरो भिडियोलाई माया गरिदिनु होला। म चाहिँ फिता चप्पल, यो चाहिँ फिता चप्पल ढक्क म आएको छु च्याउ टिप्नको लागि। आज जङ्गलमा एक्लै छु, मेरो आवाज पनि अलि सानो छ, सुन्नु भएको छैन होला। अनि साउन्ड लागेपछि चाहिँ देवल पछाडि देख्नु भएको देवल है, देउले च्याउ पनि पलाउँछ पछि, अहिले चाहिँ पलाउँदैन। यो देवल हेर्नु सक्नुहुन्छ, किम्लाले बनाएको है, धमिराले बनाएको देवल हो। यसमा चाहिँ च्याउ हुन्छ साउन्डतिर, अचल चाहिँ उम्रेको छैन, त्यसैले म माथि जाँदैछु। पुटुके च्याउ पनि उम्रेका छन्, हेर्न सक्नुहुन्छ गाइजहरू। यो चाहिँ पुटुके च्याउ हो है, यस्तो हुन्छ, यस्तो हुन्छ है। पुटुके च्याउ उम्रेको छ माटा टक्क लाएर। आज म टिप्न जाँदैछु, टिप्न आएको। आज चाहिँ दरो च्याउ खाइने भयो है। यो चाहिँ पुटुके च्याउ है, पुटुके च्याउ भन्छ यसलाई है। यस्तो टिप्नु टक्क आलु जस्तो हुन्छ टक्क। यसलाई चाहिँ महँगो बिक्छ है, अब कति 100 रुपियाँ किलो बिक्छ, त्यो चाहिँ मलाई थाहा छैन, अहिलेसम्म बेचेको छैन। तर यो चाहिँ पुटुके च्याउ हो, दरो च्याउ खाइने भयो पुटुके च्याउ। एकदमै मुनि हुन्छ क्या है, हेर्न सक्नुहुन्छ। यहाँ मुनि माटा मुनि हुँदै जताततै हुन्छ यो च्याउ, हेर्न सक्नुहुन्छ। पुटुके च्याउ भन्छ यसलाई। आउँदै छ। पुटुके च्याउ चाहिँ टक्क भेटिरहेको छ है, अलिअलि म चाहिँ टक्क राख्दैछु है, थैलामा टक्क लाएर राख्दैछु है। पुटुके च्याउ भेटिरहेको छ, थैलामा राख्दै पुटुके च्याउ यसमा राख्दैछु। अनि सल्लेउ फेरि त्यो प्लास्टिकमा राख्दैछु। पुटुके च्याउ चाहिँ आउँदैछ अलिअलि हल्का, त्यस्तो त छैन। यस्तो हुन्छ पुटुके च्याउ भन्छ है यसलाई हाम्रो गाउँघरतिर। तपाईँको एकतिर के भन्छ थाहा छैन मलाई है। एकदम उम्रिरहेको छ, म चाहिँ छिटो टिपिरहेको छु, किनभने छिटो नटिप्ने भने अरू नि आउन सक्छन्, अरूको मान्छे लैजान्छन्, त्यस्तै हो। मेरो बोली कस्तो छ, आवाज कस्तो छ, त्यसमा तपाईँहरूले कम्पेयर नगर्नु होला। म चाहिँ गाउँमा हुर्केको मान्छे, जन्मेको मान्छे, बोली जस्तो छ त्यस्तै छ, ठिकै छ। पुटुके च्याउ चाहिँ यस्तो हुन्छ है, देख्न सक्नुहुन्छ। माटोमा हुन्छ, माटोमा बुरुल्ल उम्रेको हुन्छ। हुन त अरू पनि माटोमा हुन्छ फेरि, त्यस्तै हो। हेर्न सक्नुहुन्छ है, जतै उम्रिरहेको छ। ट्याक्क लाएर म राख्दैछु। यति भयो है पुटुके च्याउ। आज अझै खोज्न जाँदैछु, यतिले मात्र पुग्दैन मलाई मात्रै होइन, सबै घरकाले नि खानु पर्यो, छाक पुऱ्याउनु पर्यो है। हेर्न सक्नुहुन्छ पुटुके च्याउ है। म चाहिँ अझ माथि जाँदैछु, दुईवटा प्लास्टिक लिएर, एउटा पुटुके च्याउ, एउटा चाहिँ सल्लेउ च्याउ। भिडियो हेर्दै गर्नु होला, अझै बाँकी छ। म चाहिँ अझै माथि जाँदैछु जङ्गलतिर, हेर्न सक्नुहुन्छ। अझै माथि जाँदैछु है, एकदम घना जङ्गल छ। भिडियो हेर्दै गर्नु होला।
साथीहरू। फेरि पनि पुटुके च्याउ हेर्न सक्नुहुन्छ, उम्रिरहेको छ ट्याक्क। म चाहिँ आज धेरै भेटाउँछु जस्तो लाग्यो है पुटुके च्याउ है। यता पनि जतै छ हेर्न सक्नुहुन्छ साथीहरू। पुटुके च्याउ चाहिँ खानु पर्ने भयो, किनभने पुटुके च्याउ एकदम भेटिन लागेको छ हल्का हल्का, त्यस्तो धेरै त भेटेको छैन। सबैजनाले मेरो भ्लगलाई माया गरिदिनु होला। म अरू जस्तो भ्लग त बनाउनु होला, तर पनि आफूले जस्तो जानेछु त्यस्तै बनाएको छु। सबैजनाले माया गर्नु होला भन्न चाहन्छु, यति नै हो। यस्तै गर्मी भयो थियो। म चाहिँ त्यत्रो जङ्गल घुमेर ट्याक्क बिचमा आएको छु, किराले टोकेर एकदम झोला भुइँमा राखेर ट्याक्क जङ्गलमा छु एक्लै, अरू कोही पनि छैनन्। ओ कोही छैनन्, एक्लै छु। म चाहिँ एकदम थकै लाग्यो हिँड्दा है, र बसेको छु मजाले है। म चाहिँ आधा किलो जति पुटुके च्याउ भेटाएको छु है। आधा किलो 1 किलो जति छ लगभग, यति च्याउ पुटुके च्याउ भेटाएको छु। अनि सल्लेउ च्याउ पनि अलिकति भेटाएको छु है। सल्लेउ च्याउ पनि अलिकति भेटाएको छु। साँझलाई एक छाक हुन्छ है, यति दुईटा गरेर एक छाक हुन्छ आजलाई। यति बसी पुग्यो मलाई। अब च्याउ खोज्दै खोज्दै घर जाने हो है, खोज्दै खोज्दै घर जाने हो। अनि ट्याक्क एक्लै छु, यति च्याउ है। म चाहिँ पर च्याउ देखेको छु, म जान्छु छ कि छैन है हेरौँ है। ओहो, च्याउ चाहिँ कति हो क्या, कति ठुलो हो है। हेर्न सक्छ एकदम ठुलो छ, लडिरहेको छ है, एकदम ठुलो छ च्याउ। म तपाईँलाई देखाउन गइरहेको छु, हेर्नु होला। एकदम ठुलो छ च्याउ। यो चाहिँ कति ठुलो हो क्या च्याउ फेरि है, एकदम ठुलो रहेछ। लास्टै जङ्गलभरिको राजा हो क्या यो चाहिँ, जङ्गलभरिको राजा जस्तो छ यो च्याउ। च्याउ चाहिँ बहुत ठुलो छ है, एकदम ठुलो पातो जस्तो है, सुपा त थाल जस्तो छ पातो। यति ठुलो च्याउ पनि हुँदो रहेछ है, यति ठुलो च्याउ हुँदो रहेछ, एकदम ठुलो छ है। कति ठुलो है, छाता जस्तो छ है, टाउकोमा ओड्न मिल्ने जस्तो छ, टक्क छाता जत्रो है। कति ठुलो, धेरै ठुलो च्याउ रहेछ क्या यो, जङ्गलभरिको राजा नै हो क्या हो है। हेर्न सक्नुहुन्छ है साथीहरू, जङ्गलकै राजा हो क्या, एकदम ठुलो डाँख्ला जस्तोको छ च्याउ पनि, पुरा छाता एकदम ठुलो भयङ्कर है, भयङ्कर छ, एकदम खतरा छ च्याउ चाहिँ। हेर्न सक्नुहुन्छ, सल्लेउ च्याउ भन्छ है यसलाई, एकदम ठुलो छ है, एकदम ठुलो च्याउ छ। के गर्ने देख्न सक्नुहुन्छ च्याउ है, यो चाहिँ च्याउ हो। म चाहिँ यहाँ बसिरहेको छु, एकदम घना जङ्गल हो। एक्लै छु, कोही पनि छैनन्। म चाहिँ एक्लै च्याउ खोज्न आएको है। यो चाहिँ जङ्गल हो, एकदम ठुलो छ जङ्गल है।
च्याउ एकदम ठुलो छ खतरा छ है खतरा छाता जत्रो छ क्या टक्क ओड्ने जत्रो यता अर्को कोपिलो पनि छ सक्नुहुन्छ मलाई यो चाहिँ राजा हो है च्याउको राजा सबैभन्दा ठुलो च्याउ हेर्न सक्नुहुन्छ है ठुलो छ एकदम बडेमानको है एकदम ठुलो छाता जस्तो छ उड्न मिल्ने जस्तो छ अर्को च्याउ पनि छ म टिप्न जाँदैछु कोपिलो है झोला हो म झोला राखेको छु है म चाहिँ अझै टिप्ने छु च्याउ खोज्दै जानेछु तपाईँहरूलाई देखाउने छु साथीहरू पुरा भिडियो हेर्दै जानु होला कति ठुलो च्याउ हो के फेरि लास्टै ठुलो हो के लास्टै ठुलो बडेमानको छ बडेमान डाँडा पनि कति ठुलो छ हेलो साथीहरू मैले चाहिँ च्याउ यति भेटाएको छु यो चाहिँ पुटुके च्याउ हो कतिले भुर्की च्याउ पनि भन्छ यो चाहिँ सल्लेउ च्याउ है यति वर्ष मलाई चाहिँ आजलाई छाक पुग्छ हामीलाई है हामीलाई छाक पुग्छ एकदम गर्मी छ पानी आएर पनि तर किराले टोकेर अब म चाहिँ घर जान लाग्छु साथीहरू है घर जान लागेको म चाहिँ घर जाँदैछु साथीहरू यो चाहिँ मेरो बिहाको पछाडि सम्हालेको है एक्लै छु कोही पनि छैनन् भर्खर चालेर आएको साथीहरू एक्लै छु है म एउटा गीत गाउन गइरहेको छु हल्का खासी त आउँदैन भौतारिँदैछु आज बनैमा गाउँको माया यो मेरो मनैमा ओहो पाखे नभन तिम्रो सहरलाई मैले घृणा गर्दिन तर म जन्मेको गाउँलाई पाखे नभन तर म जन्मेको गाउँलाई पाखे नभन तर म जन्मेको गाउँलाई पाखे नभन म चाहिँ अब घर जान लागेको छु साथीहरू च्याउ टिपेर आएको छु एक्लै है एकदम झोडी छ बनमाल छ बाटो पनि खतरा छ है साथीहरू मेरो भ्लग कसले हेर्नुहुन्छ मेरो भिडियोहरू कसले हेर्नुहुन्छ मन पर्यो भने लाइक गरिदिनुहोस् हेरिदिनु होला माया गरिदिनु होला भन्न चाहन्छु म चाहिँ अब घर जाँदैछु च्याउ टिपेर टक्क है म तपाईहरुलाई हाम्रो गाउँ देखाउन चाहन्छु पारि देखेको चाहिँ हाम्रो गाउँ हो है लक्क लाएर यो चाहिँ हाम्रो घर हो काम त त्यसमा जाऊ न हर म
चाहिँ घर आएको छु गाइजहरु।